बसाहरूले समाजका कठोर, शक्तिशाली वा परिस्थितिले कठोर बनाएका मानिसहरूलाई जनाउँछ। धेरै बसाका आँखामा रिस, भोक, हिंसता देखिन्छ। यो स्वार्थ, सङ्घर्ष र बाँच्नुको लडाइँ हो। एउटा फरक बाँसो सबैभन्दा गहिरो सन्देश दिन्छ। त्यो बाँसो रिसाएको छैन, ऊ क्रूर पनि छैन। उसका आँखामा दुःख, अपराधबोध र आत्मद्वन्द्व छ। यसले भन्छ सबै खराब देखिने मानिसहरू खराब हुन चाहँदैनन्। कतिपय परिस्थितिले त्यस्तो बनाइदिन्छ। यसमा भेडाको बच्चा जुन निर्दोषता, शुद्धता र असल मनको प्रतीक हो, ऊ डराएको छैन, किनकि ऊ यथार्थ बुझ्न नपाएर होइन, स्वीकार गरेर शान्त छ। निर्दोषता प्राय आफैलाई जोगाउन जान्दैन। जीवन सधैँ असल वा खराब हुँदैन। कहिलेकाहीँ जीवनले दुई पीडादायक विकल्प दिन्छ, जहाँ मानिसले कम चोट लाग्ने बाटो रोज्छ। त्यस क्रममा कोही कठोर बन्छ, कोही चुपचाप बलि चढ्छ। दुःखद यथार्थ, असल मानिसहरू प्राय शान्त रूपमा पीडा सहन्छन्। क्रूर वा कठोर भने ठुलो आवाजमा बाँचिरहेका हुन्छन्। यो फोटो केवल चित्र होइन, समाज, मानवीय कमजोरी, बाध्यता र निर्दोषताको बलिदानको ऐना हो। त्यसैले यसले हेर्ने मान्छेलाई यो त वास्तविक जीवन जस्तै लाग्छ भन्ने अनुभूति दिन्छ। धन्यवाद।